खाना पकाउँदै हुन्छ तल कृष्ण कतातिर होला म फोन गरेर भन्छु तिमी आज नआउने लोड गर्नेलाई अलिक सानो ल्याउनु फुलहरू चाहिँ नल्याउनु तल त्यो बाँकी भएन दाइ 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 कति अघि आउनु भएको हजुर लानु चाहिँ लान्छु पर बाटो पर अप्ठ्यारो पर्नु यो बाबु भन्ने भयो एउटाले नि सेलिब्रेटी देखेन थुक्नु पनि जानुपर्छ खोला दिएर थुक्नु आफैले थुकेपछि जाँदैन त खेल होइन उसलाई नि उसलाई अलिअलि लड्नुहुन्छ नि त्यसरी गर्दाखेरि बहिनी बिस्तारै लड्नुहुन्छ है आज त छिटै आएर गर्नुभएछ है हजुर नानी तर उहाँहरू आइसक्नु भएको थियो होइन हामी छिटो आए पनि काम त थोरै नै थियो नि त अब गर्नुपर्छ विकासको काम हो अर्काको काम त गरेको होइन नि त साढे 7 बजीतिर आएको बित्तिकै काम हजुर हजुर सुरु अब यस्तै हो यो काम त गर्नै पर्छ जसले पनि यो व्यक्तिगत काम होइन यो धरान बजारको सबैले गर्नुपर्ने सबैको अहिले पनि बहिनी त्यो कोठेबारीमा सबैको कोठेबारी हरियो भएको हामीले गरेर नै हो सबै जनताले गरेर नै हो तर नगर्ने मान्छेहरू आउँदा त केही फरक पर्ने थिएन तर अब आउँदा अब खै गाडी सबैजना आएर हाम्रो मेयर साहबलाई हौसला दिएर सघाएर काम गर्नुपर्ने छ मेयर साहबको मात्रै होइन व्यक्तिको मात्रै जनाको यो काम हो हाम्रो छोरा नाति पनातिलाई राम्रो होस् भनेर यो सबैजनाले गर्नुपर्ने काम हो तर कोही के गर्ने कोही खुट्टा तान्ने कोही जुत्ता तान्ने के छ छैन त्यस्तो तान्ने चाहिँ नहोस् है जुत्ता खुट्टा तान्ने चाहिँ सबैजना हात उचाल्ने होस् हो कि होइन भन्नुहोस् त भाइ सबजनाले हात उचालेर विकास गर्नुपर्छ धरानको लागि अर्को लागि त गरेको छौँ नि त आफ्नैलाई त गरेको छौँ नि हजुर खुट्टा तान्ने होइन जुत्ता तान्नु भएन खुट्टा तान्नु भएन जुत्ता त के गर्नु तान्छ हो खुट्टा तान्यो भने जुत्ता तानिहाल्छ के चाहिँ गर्नु तिनीहरूलाई सबैजनाको मन लागि परि यस्तोमा चाहिँ श्रमदानमा सबैजना लागि परौँ भन्ने आशा लिएर हामी सबैजना बढेको छौँ अघि होस्टेमा हैसे गर्नु आएको होस्टेमा सबैजनाले खाने कुराहरू पानीहरू सबै कुरा कन्ना मन्ना भएपछि के चाहिँ चाहियो
अब ढिकुटीमा धान भइहाल्छ, आयो ट्याङ्कीमा पानी भइहाल्छ, अरू के चाहियो? अरू के चाहियो? सबभन्दा ठुलो कुरो पानी नै हो नि। पानी छैन भने कसरी, पानी छैन भने कसरी के हुन्छ? पानी छैन भने केही पानी छैन भने साग कसरी धुने भन्नु न। खाली त्यो घरकै छैन भन्नुहोस् कसैले। पानी आएन भने ए नभन्नुहोस् न, आएर यहाँ सम्झन गर्नु हैसे हुसे गर्नु पर्यो सबैजनाले, नभए कसरी हुन्छ त? काम सघाउन चाहिँ नआउने होइन? काम सघाउनु आउनु पर्यो अनि पानी पनि खानु पर्यो हो, नभए काम सघाउनु कसरी पानी खानु? आउँदै आयो यो धरानको विकासको लागि अब म यति नै भन्छु, फेरि पछिको पानी पनि बोल्नुपर्छ। छोरी मान्छे मात्रै होइन, छोरा मान्छे मात्रै होइन, सबजनाले गर्नुपर्छ। म छोरी मान्छे हो भनेर कहिले पनि पछि सर्नु हुँदैन, अघि नै बढ्नुपर्छ है। म त त्यही भन्दैछु। र तपाईँको परिचय पनि दिनु न। मेरो मिलन राई, धरान 15। हजुर, र यो सबैले आउनु पर्यो। 15मै धेरै छ मन छ मेरो। धरान 15 कोले नै धेर गुनासो गर्छ है? हजुर हो, त्यही भनेर म पनि अलिकति गुनासो नगरिकन अगाडि बढौँ न साथी हो मनले भनेर होइन? नि। हजुर, काम सघाउनु चाहिँ आउनुहुन्न, गुनासो चाहिँ गरेकै। हजुर, त्यही त, त्यही नराम्रो त है सबैको लागि गरौँ भन्ने हाम्रो धारणा राख्नुपर्छ मान्छेले। के एउटा फुल रोप्दाखेरि पानी हाल्नुपर्छ परेन भन्नु हो नि? पानी हाल्नु पर्यो, त्यसलाई मल लाउनु पर्यो। हो त्यस्तै नै यो कुरा विकास भनेको त्यही हो। विकास भनेको त्यही हो। एक्लै सम्भव छैन। हजुर, सबजनाले त्यही सोचेर गर्नु पर्यो। हजुर, म गर्दिनँ नभन्नु, पार्टीको कुरा छैन, जसले गर्दा पनि पानीको कुरा छ है हो, पार्टीको कुरा छैन। नमस्कार।